हेलो गाइस, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू फेरि म अर्को न्यू भिडियो लिएर आइसकेको साथी। अहिले चाहिँ म यहाँ किचनमा छु। यहाँ भुटी भात भुट्दैछु र गाइस यहाँ भात भुटेर अनि त्यस पछाडि चाउचाउ पकाउनु पर्ने। यहाँ यो कराईमा खाजा बिहानको चिया अघि खाइसक्यौँ। यहाँ चिया अघि खाएको साथीहरू। नन्द भाउजू मेरो काम गर्दैछु। यो भात यति चाहिँ उचार नि तपाईँ। चाउचाउ पकाउने अनि खाएर अनि लुगासुगा लाग्यो नि घर जाने 9 बजी गाडीमा। गाइस यहाँ चाहिँ हाम्रो दाजु धामी हुनुहुन्छ नि त। दाजु बहिनी दिदीहरू सबै धामी हुनुहुन्छ क्या। अनि यहाँ पाडाको बेला हाम्रो मूल कुल धामी पनि हो अनि कुल पनि मान्नुहुन्छ दाइले। अनि म जेठो दाइले चाहिँ यहाँको। अनि अब हामी मासु खाने त पस्नु हुँदैन नि त। अनि नुहाइधुवाइ गरेर मात्रै पस्नुपर्छ। त्यही भएर अनि फुक्न जान आँट्नु भएर नुहाइदिँदै हुन्छ क्या भाइले। यस्तो जाडोमा पनि फुक्नु चाहिँ लाउनु पर्थ्यो। यस्तो जाडो चाहिँ अनि कसरी नुहाउनु। यहाँ त धरान यतिखेर गर्मी हुन्छ। यहाँ माथि तल दाजुको घरमा आएको थियौँ। अनि आज फेरि हामी घर नजाने भयौँ। बडाले जान दिनु भएन, लुगा लाएर ठिक परेको पनि। अनि घर आएको थियौँ अघि नै। अनि अहिले यहाँ चाहिँ सुन्तलाको बोटमा जान आँटेको। यहाँ सुन्तलाको बोट छ नि त कति धेरै। तर सुन्तला छैन, लरपल अरिअरि छ। त्यो पनि अमिलो छ। त्यो भए पनि टिप्नुलाई जानु आँटेको गाइस। अलि छैन रहेछ रहलपल। यहाँ छ यो बोट। यहाँ छैन हो, त्यहाँ सबै सुकेछ। यहाँ पनि छ। यहाँ ए सुन्तला सकिसकेछ अलिअलि रहलपल। अनि म तान्दैछु क्या। यहाँ कुसी जस्तै मन्दिर बनाउनु भएको छ अरे दाइले। अनि हामी हेर्नु जाँदैछौँ। कताबाट जानु? यहाँ जाँदैछौँ हेर्नु। जाँदैछौँ हामी यस्तो बाटो हेर्नुलाई।
मैले गइसकेर देखाउँछु र तपाईँहरूलाई हेर्दै गर्नु उयो 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 हाउ कस्तो बाटो कुन अरे कुर्सी जस्तो चाहिँ ए दाजुले बनाउनु भएको यहाँ कुर्सी जस्तो यस्तो रहेछ है दर्शन गर्नु हामी दाजुले बनाउनु के गर्ने अरे देवी हो कि के भन्दै हुनु दाइले बनाउनु भएको अरे नि यता कुवा पनि रहेछ यहाँ पानी त आउँदैन होला सुकेको होला है पानी त पानी रहेछ त त्यहाँ उकाल्नुपर्छ यहाँ त पाहाडमा त उकालो ओह्रालो गाई चाहिँ मेरो देवार है ए देवार हो मेरो पूजा गर्दै हुन्छ आफ्नो मन्दिरमा हामी चाहिँ छिर्नु हुँदैन मासु खाएकोहरू नुहाएर मात्रै छिर्नुहुन्छ हाम्रो जेठाजु यहाँ पूजा गर्दै हुन्छ मन्दिरमा हामी चाहिँ छिर्नु हुँदैन मासु खाएर हाम्रो कुल चाहिँ यहाँ छ घरहरू पनि छैन एउटा यहाँ घर छ अनि माथि हाम्रो बडाको घर यहाँ माइलाको घर हाम्रो माइलाको त्यहाँ कोही छैन बस्दैनन् यो हाम्रो दाजु घर भइहाल्यो हामी यहाँ दाजु पढ्दै हुनुहुन्छ हामी सुन्दै बस गाउँमा यस्तो त घर नै छैन यहाँ आज त हाई गाइस अहिले चाहिँ म यहाँ सुँगुरको आन्द्राभुटी काट्दैछु उतापट्टि खसी काट्दै हुन्छ म खसी काट्दिनँ अनि मलाई मेरो लागि चाहिँ सुँगुरको आन्द्राभुटी काटेको खोइ के गर्नु पकाएर राख्दा हुन्छ होला नि त डबल डबल पकाउनु भन्दा होइन पकाएर राख नि भरे पकाएर दिँदा भयो कति पकाउनु पकाएर राख्दा हुन्छ ल फेरि पकाउनु तपाईँलाई त भइरहनु अनि दिदीलाई म पकाएर आउनुहुन्छ त दाइलाई चाहिँ पकाइदिनु भन्दै बाख्रामा साथीमा खसीको उता काटेर पकाइदिन्छ नि हिजो पनि काटेको थिएँ आज म चाहिँ सुँगुरको आन्द्राभुटी त्यहाँ छ त खुकुरीहरू सानसानो हो त्यो पारमा यस्तो यस्तो आलुमा मुला थियो फाटो पानी फेर्नेको होला Nada,
गाइज हामी यहाँ आँधाभरि हामी चाहिँ यहाँ काट्दैछौँ। अनि हाम्रो यहाँ क्युटी पप्पीहरू छ नि। यहाँ चाहिँ कुकुरहरू हेर्छ। काली केटा है सुतिरहन्छ यो चाहिँ नि छोरी छोरी म छोरी हो भन्दै म छोरी हो। अनि यहाँ चाहिँ दुईटा छ है। अनि हामी चाहिँ यहाँ बसेको छौँ। आज घर जाने भनेको तर बडाउले घर जानु दिनु भएन। अनि दुईजना मिली बस्छ नि त हौ। मिली बस्छन् नि त्यही न हेर्नु न कनाको बसिरहेको छु है। अनि यहाँ हिजोको बेगहरू यस्तो राम्रो घाम लागिरहेछ। म चाहिँ यहाँ आन्द्राभरि पकाउँदैछु। आगोमा गर्नु भएर मन भइरहेको यहाँ पकाउँदैछु। हाइज गुड मर्निङ। यो चाहिँ साथीहरू नेक्स्ट डे होइन। अहिले साथीहरू हामी घर जाँदैछौँ। यहाँ ब्याग बोकेर हामी घर गएको। हामी 5 दिनमा घर जाँदैछौँ। आजसम्म 5 दिन त भएको आएकोसँग 5 दिन भयो। दिदी बडेमा हिँड्दै हुन्छ, फुपूमा हुन्छ, रानी मिलिँदै धनकुटा बोधेबाट धरान जाँदैछौँ हामी गाइज। अब हामी घर फर्केको डाँडा हेर्नु न। गाइजहरू यो घरबाट आएको अघि आउँदा यहाँ यत्रो बाटो हिँडेर यहाँबाट यो टोइलेट हो यहाँबाट आएको। अनि यत्रो बाटो हिँडेर आएको हामी यत्रो गले गाडीमा चढेर पनि हामी बुधु हाय गाइस अहिले चाहिँ हामी घर पनि आइसक्यौँ होइन। अघि घर आएर पनि खानासाना खाएर फ्रेस भएर साथीहरू गलेर नि गाडीमा टाउको दुखेर धुलो त्यस्तै बाटो कस्तो डरलाग्दो झन् बाटोदेखि कस्तो डर लाग्छ। अनि घर आएर खानासाना पकाएर सबैजना आउनुभयो। अनि खानासाना पकाएर अनि खाएर अनि दिएर अनि एकछिन सुतेर अनि दिदी भेनाहरू बडेमाहरू सबै जानुभयो। अनि मैले चाहिँ अहिले ब्लग उयो गरिरहेको छु क्या, इन गर्नु लागिरहेको छु। अनि अघि भर्खर सुतेर उठेर क्या गलेर अझै टाउकोहरू दुखिरहेको यस्तो यस्तो अनि आँखाहरू त्यता दुखिरहेको छ। अनि हजुरहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई गाइज, आई लभ यु अल।